हेलो गाइज, आज हामीले कसरी खाना पायो त फ्रीमा बर्गर? हेलो गाइज, आजको दिन मेरो यसरी सुरुवात भयो। बिहान उठेर मुखसुख धोएँ, दाँतसात माझेँ, अनि त्यसपछि भोक लागेको थियो साह्रै नै। बासी भात नै थियो, बासी भात र चाउचाउ मिलाएर फुटेँ। म फेरि फुटेको बाद एकदम मिठो बनाउँछु क्या। अनि मैले खाना खाइ भएपछि भाँडा त माझ्नै पऱ्यो, अनि त्यसरी एकदम मिठो थियो नि त। अनि चटचट खाइदिएँ वरि, अनि त्यसपछि भाँडासाँडा माझ्नु पऱ्यो। अनि भाँडासाँडा माझ्न रेडी भयो, भाँडासाँडा माझी झोलासोला बोकेर गएको झन्डामा साइकल हेरेको त ढलेर बसेर रहेछ। साइकल उठाएर गएको गएर फर्की, अनि फर्केपछि सेक्सो जानुपर्ने थियो आज। अनि सेक्सोको लागि हिँड्यौँ, हामी 3जना हिँड्यौँ। स्टेसनमा बसै आउँदैन, एकदम तनाव भयो, छटपट्टि भएको छ। बस कहिले आउला कुरै छ। हामी आदेश लागिसक्यो, काम छ होइन। स्कुलबाट आएर सिधै एकछिनमा बसेर सिधै सेक्सो जाँदाखेरि त गाह्रो भयो नि त। अनि नन स्टप कुरा हामी दुखिसक्यो, एकदम गाह्रो भयो। बल्ल तल्ल बस त आयो, अनि बस आएपछि बसमा चढेर हावा खाँदै हामी गयौँ। अनि अरू चाहिँ सुतिरहेको थियो केटाहरू चाहिँ, राति गेम हेरेको थियो नि त जापानको र ब्राजिलको। अनि त्यही भएर हेरेको थियो, उनीहरू सुत्यो, म चाहिँ भ्यू हेर्दै गयौँ होइन, जाँदै थियौँ। अनि हामी ठ्याक्क पुगेपछि त्यहाँ अगाडि ट्राफिक लाइट थियौँ। साथी त सुइसुई त्यहाँ जापानिजहरू कुरेर बसिरहेको थियो, ट्राफिक लाइट बोलिरहेको भएर, रातो बोलेको भएर उता सुइसुई हिँड्छ बा। अनि पछि भन्छ, ए मैले त देखिनँ, म त यो ट्राफिक लाइटै अहिलेसम्म थाहै थिएन भन्छ। ल यो आकाश पुलबाट हिँड्नु भने। अनि उनीहरू आकाश पुलबाट माथि गयो, म चाहिँ यसो भ्यू हेर्दै मैले यही हो हाम्रो सेक्सो चाहिँ होइन, त्यही अगाडिको ठुलो भवनमा जाने हो। अनि त्यसपछि ल भनेर मैले यसो माथिबाट भ्यू हेरिदिएँ, किनभने राम्रो छ नि त। अनि त्यही भएर नि गएँ, ल जाउँ भने गएर अनि कामसाम भ्याएर अनि फर्किने टाइममा पनि गाडीमा एउटा अगाडि, अर्को पछाडि, अनि अर्को पछाडि म लास्टमा थिएँ। अनि म चाहिँ भ्यू हेर्दै आएँ, उनीहरू चाहिँ मजाले सुतिरहेको थियो, किनभने मलाई भ्यू हेर्नु लास्ट टाइम मन लाग्छ क्या। किनभने बस्नु चढेर टक्क बाहिरको भ्यूहरू हेर्दै मजा लाग्छ। म हेर्दै आएको थिएँ, अनि रुममा नै आइपुग्यो। रुममा आएको भोक लाग्यो, लास्टै पैसा थिएन। अनि एक रुपियाँ जम्मा गरेर रामेन खाना हामी लाग्यौँ। 2जना चाहिँ, एउटा सुत्यौँ, हामी 2टा चाहिँ गयौँ रामेन खानालाई। अनि चाहिँ लास्टै भोक लागेको थियो नि त, र एक रुपियाँ बटुलेर गएको, किनभने हामीसँग स्यालेरी सकिसकेको थियो नि त, लास्ट महिना पुगिसकेको थियो नि त। त्यही भएर अनि यसो भ्यू हेर्दै गएको, आकाश पनि निलो देख्दै एकदम दामी देखिरहेको थियो क्या। अनि गफ गर्दै गयौँ हामी होइन। हामी फ्यामिलीमा गएको खासै रामेन खानालाई। अनि त्यसरी पैसा गन्दैछ, उसले हिसाब पुरा आएन क्या, उसलाई गाह्रो भइरहेको नि त। अनि त्यही भएर उसले सकेसम्म मासु पनि खाइदिउँ एउटा भन्ने सोच्छ नि त उसको, रामेनले मात्र हुँदैन भनेर। उसले अलिक धेरै खान्छ नि त, उसलाई शान्ति उसले पाल्न सक्दैन कि। अनि त्यही भएर नि त। अनि त्यसो भने मैले चाहिँ रामेन खाएको चाहिँ मैले भिडियो बनाएँ। उसले खाना पनि लास्टै भोक लाग्यो भएर ल थचक्कै बसेर खाइदियो उसले। मैले चाहिँ कोक खाएँ उभिएर, उसले चाहिँ बसेरै रामेन खाइदियो। अनि त्यसरी खाइ भएर हामी आयो, सुत्यो, बस्यो। अनि त्यसरी बेलुका साथीले भन्नु थाल्यो फ्रीमा बर्गर पाउँछ, आज मैले कुपन ल्याखा भन्नु थाल्यो हो म्याकडोनल्ड्स गर्नु ल भनेर। अनि फाइनल्ली हामीले फ्रीमा म्याकडोनल्ड्सबाट बर्गर पनि ल्यायौँ। अनि त्यसपछि हामी त अनि कहाँ जान्छ, रुममा गएर खानेकुरो भएन, बाटोमा दबाइदिएँ भनेर। अनि बाटोमै बसेर अनि 3जना मिलेर झ्याम्का खोलेर खान सुरु गरिदियो। आजको मिनी ब्लग मेरो यसरी अन्त्य भयो। लास्टसम्म हेरेर साथ दिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। अनि हामी खाना खाइ भएर अनि त्यसपछि लास्टमा घुमसुम फालेर हामी आफ्नो रुमतिर फर्क्यौँ। हस्त धन्यवाद।